स्पेलको सुरुवात गर्नेछन् जितेन्द्र मुखिया चोभारेनबाट राइट आर्म मिडियम फास्ट बल नेपाल इन्टरनेसनल रहिसकेका र पहिलो विकेट फर्स्ट ब्रेक थ्रु बोल्ड आउटको रूपमा जितेन्द्र मुखियाले सुरुवात गरेका छन् विपिनको विकेट प्राप्त गरेका छन् भन्दै थिए विपिनले सर्टलाई रोक्ने छैन तर पहिलो बलमै उनले हात खोल्न पुगे र जितेन्द्र मुखिया स्टपमा बलिङ पछिल्लो समय जितेन्द्र मुखियाको लय लोभ लाग्दो छ राष्ट्रिय टिममा दावेदारी प्रस्तुत गर्दैछन् जितेन्द्र र यो सुरुवात गजबको विपिन रावल खेल्न खोजेका थिए पुरै लाइनलाई मिस गर्दै अन साइडमा खेल्न खोजेका थिए प्याडमा ग्याप थियो क्रस खेल्न पुगे बल स्विङ हुँदै स्टम्पतर्फ गइरहेको थियो शानदार बलिङ जितेन्द्र मुखिया लयमा फर्किएका छन् जितेन्द्र ल गजबको बलिङ निराश बनाएका छन् विपिनले पहिलो बलमै आक्रमण सोचे उनले लेग स्टम्पको बललाई लोभिए उनी जितेन्द्र मुखिया जो 2014 मा नेपालीले वर्ल्ड कप खेल्दाखेरि जुन खालको बलिङ गरेका थिए जुन यर्कर फालेका थिए जुन स्विङ थियो जुन धार थियो उनको त्यसपछि आधा दशक जति जितेन्द्र मुखिया हराए जस्तै भएका थिए इन्जुरीले पनि उनलाई सताए